दर्शकवृन्द नमस्कार। कृषि सन्देश युट्युब च्यानलमा तपाईँलाई हार्दिक स्वागत छ। यस च्यानलमा हामी कृषिसँग सम्बन्धित सम्पूर्ण जानकारी लिएर आउने गर्दछौँ। आउनुहोस् दर्शकवृन्द, अब लागौँ आजको विषयवस्तुतर्फ। दर्शकवृन्द, आजको भिडियोमा म तपाईँहरूलाई बहुमूल्य जडीबुटी सतुवा खेती सम्बन्धी जानकारी गराउँदैछु। कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न सक्नुहुनेछ। दर्शकवृन्द, सतुवा हिमाली भागमा पाइने एक प्रकारको जडीबुटी हो। यो 2500 मिटरदेखि 3300 मिटरसम्मको उचाइमा पाइन्छ। यो बिरुवा छाया सहन सक्ने बहुवर्षीय जडीबुटी भएकाले जङ्गल वा नियालोको छाहारीमा बढी पाइन्छ। लालीगुराँस तथा अन्य बिरुवाको पात झरेको मलिलो माटोमा यो बिरुवा राम्ररी हुर्कन्छ। सतुवाको बिरुवा 10 देखि 90 सेन्टिमिटरसम्म अग्लो र 1 फिट फराकिलो झ्याङमा हुन्छ। यसको जमिन मुनिको काण्ड कसिएको र घुम्रिएर बढेका हुन्छन् भने काण्डको माथिल्लो भागमा पातहरूको बीचबाट फूल निस्कने हुन्छन्। फूल पहेँलो वा हरियो रङको हुन्छ भने एउटा बिरुवामा एउटा मात्र फूल फुल्न सक्छ। यसको फल पाकेपछि रातो देखिन्छ। सतुवालाई अङ्ग्रेजीमा लभ एप्पल पनि भनिन्छ। नेपाल बाहेक एसियाका अन्य देशहरू जस्तै भारत, भुटान, म्यानमार, श्रीलङ्का, चीन, लाओस, थाइल्यान्ड र भियतनाममा पनि यसको खेती हुने गरेको छ। चीनमा यसलाई 7वटा पात र एउटा फूल भएको बिरुवा भनिन्छ। सतुवा खेती गर्नको लागि चिस्यान भएको ठाउँ, मलिलो माटो र छाया भएको जमिन राम्रो मानिन्छ। यसको खेती गर्दा प्रशस्त मात्रामा प्राङ्गारिक मल राख्न सकेमा यसको वृद्धि राम्रो हुन्छ। यो जडीबुटीको बिउबाट पनि बिरुवा उत्पादन हुन्छ, तर बिउको उमार शक्ति एकदमै कम हुन्छ। बिउ छरेको 7 महिनापछि मात्र प्राथमिक जरा पलाउँछ भने त्यसको 4 महिनापछि मात्र पात पलाउँछ। त्यसकारण मुना भएको गानोबाट बिरुवा उत्पादन गर्नु सबैभन्दा राम्रो तरिका हो। वर्षाको समयमा यसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ। त्यस्तै गरी सतुवाको गानो रोप्ने समय भनेको चैत्र वैशाख महिना हो। मुना माथि पर्ने गरी सतुवाको गानो ड्याङमा रोप्नु पर्दछ, तर गानो रोपेपछि सुक्न दिनुहुन्न। त्यसैले समय समयमा सिंचाइ पनि गर्नुपर्छ। चैत्र वैशाख महिनामा यो बिरुवा जमिनमा उम्रेको देखिने भएकाले ज्येष्ठ महिनाको समयमा जङ्गलबाट ल्याई घर नजिकै कतै सेपिलो क्षेत्रमा राख्ने र वर्षा सुरु भएपछि खेतीमा लगाउनु पर्ने रसुवामा सतुवा खेती गर्दै आएका अगुवा कृषकहरूले बताएका छन्। यो बिरुवालाई खासै गोडमेल र स्याहार त्यति चाहिँदैन, त्यसैले यसको खेती गर्नको लागि धेरै सजिलो छ। त्यस्तै गरी यसको फल लिने समय भनेको कार्तिकबाट हो। सतुवाको गानो कार्तिकबाट निकाल्न सकिन्छ, तर अन्नपूर्ण संरक्षण क्षेत्रका बासिन्दाहरूले भने चैत्र महिनाको अन्तिम मङ्गलबार निकालेको सतुवाको गानो औषधिको रूपमा प्रयोग गर्दा बढी बढी प्रभावकारी हुन्छ भन्ने बताएका छन् र यसको धेरै जनविश्वास पनि रहेको छ। विशेष गरी पात झरेको समयमा र टुसा आउनु अगाडि सतुवा निकाल्दा राम्रो हुन्छ। विकसित देशहरूमा सतुवालाई पतझड रुखहरू भएको बगैँचामा सौन्दर्य बिरुवाको रूपमा प्रयोग गरिन्छ। विशेषतः सतुवाको गानो जरा जडीबुटीको रूपमा प्रयोग गरिन्छ। सतुवाको जरा वा गानो स्थानीय तवरमा बिक्री गरिने परम्परा छ। केही वर्ष यता तिब्बतमा यसको माग प्रशस्त बढेको छ। रसुवामा व्यावसायिक रूपमा खेती गर्दै आएका कृषकहरूको भनाइ अनुसार सतुवाको प्रति केजी मूल्य रु 5500 रुपैयाँ पर्दछ। त्यसैले दर्शकवृन्द, हामीले हाम्रो बाँझो र सेपिलो जमिनमा सतुवाको खेती गर्ने हो भने यसबाट राम्रो आम्दानी लिन सक्छौँ। विश्व बजारमा अहिले यसको माग दिन प्रतिदिन बढ्दै गएको छ। त्यसैले तपाईँले लाली गुराँस हुने क्षेत्रमा यसको खेती सजिलैसँग गर्न सक्नुहुन्छ र तपाईँले मनज्ञ रूपमा यसको व्यावसायिक खेतीबाट आम्दानी लिन सक्नुहुन्छ। दर्शकवृन्द, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि तपाईँ कृषिसँग सम्बन्धित अन्य यस्तै प्रकारका भिडियोहरू हेर्न चाहनुहुन्छ भने यस कृषि सन्देश युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।